ल तपाईलाई यो रोमनमा टाइप गर्दाखेरि रोमन नेपालीमा टाइप गर्दाखेरि चाहिँ कठिन शब्दहरू चाहिँ लेख्न अलि गाह्रो हुन्छ भने कसरी लेख्न म सिकाइदिन्छु है त। जस्तै मानिलिनु मलाई निष्क्रियता भनेर लेख्नुपर्ने छ। म के लेख्छु NI अनि पेट चिरेसको लागि SH क्यापिटल हुन्छ SHKRIYATA। ल यो गरेपछि निष्क्रियता लेख्न सकेँ मैले। यो त मलाई थाहा थियो र लेख्न सकेँ होइन। मानिलिउँ तपाईँहरूलाई थाहा नै छैन अरे कसरी गर्ने त भन्दाखेरि यहाँ चाहिँ तपाईँले म anepaly.com/docs मा छु है। सो के गर्न मिल्छ त भन्दाखेरि यहाँनिर एउटा यो आइकन छ, यसलाई क्लिक गर्नुभयो भने चाहिँ सबै तपाईँको अक्षरहरू कसरी लेख्ने भनेर यहाँनिर देखाइएको छ है। अरूहरू पनि छन् यहाँनिर कदेखि गेसम्म सबै भयो। अनि तल गएर हेऱ्यो भने चाहिँ नि क्र ख्र यिनीहरू पनि कसरी लेख्ने, सङ्ख्याहरू यो नम्बरहरूको लागि भयो। यो त 1 2 3 4 सिम्पलै छ। यस्ता कुराहरू छन् होइन। तपाईँहरूले यहाँबाट हेरेर गर्न सक्नुहुन्छ। र अरू भनेको ल कठिनै लेख्नु त KATHIN कठिन। मानिलिनु तपाईँलाई कठिन लेख्न मन थियो भने यसरी यहाँनिर अप्सनहरू पनि हुन्छ। सो सजिलै छ, ट्राई गर्नु न। केही गर्दा नि भएन भने लास्टमा यता तलपट्टि यहाँ भोइस टाइपिङ छ, गर्न मिलिहाल्छ।